सर्वनाश अनि भग्नावशेष, उडिरहेको कालो धुवाँको मुस्लो, जलिरहेका पोलिथिन अनि प्लास्टिकहरू, आगोका लपकाहरू दन्तनी बल्दै गर्दा लाग्छ नर्कमा अग्नि कुण्ड जल्दैछ। प्लास्टिकका झोला, चाउचाउका खोल, खानेकुराका प्याकेट, बबल र्याप, बोतल ढकनी स्ट्रहरू, फ्याक्ने चम्चा, थाल गिलासहरू, टुथब्रस, कंघी, रेजरहरू, केबल चार्जर केसिङहरू, रिमोटका बटन, प्लास्टिकका स्विचहरू, कलम, फोल्डर, टेपका खोलहरू, पीवीसी पाइप, फोम, प्लास्टिकका पाताहरू, लाग्छ आधा सहर डढिरहेछ। त्यही सहर जो आफू बिरामी भएको पत्तै पाउँदैन, त्यही सहर जो आफू बिरामी भएको पत्तै पाउँदैन, लगातार खोएको अनि फोक्सो जलेर मरेको थाहै पाउँदैन। सफा सहरको नाममा आधा सहर सल्किन्छ, फेरि प्लास्टिक पोलिन्छ, लावा लस्कर लगाएर उडिरहन्छ कालो धुवाँ। मडारिएको धुवाँले एकाएक चरा बचेरा खस्छन् अग्निकुण्डमा, अनि म सोचमग्न हुन्छु, सहरले प्लास्टिक पोल्छ कि प्लास्टिकले सहर पोल्छ? सहरले प्लास्टिक पोल्छ कि प्लास्टिकले सहर पोल्छ?